हेलो गरमको महिना होइन अनि चिसो पानी छुँदा कस्तो मजा आउँछ अनि आज हामी एक्साइटेड थियो नि त खोला जानुको लागि। अनि हामी चाहिँ यहाँबाट निस्क्यौँ बहिनीहरूकोबाट। अनि यहाँनिर जाँदा चाहिँ हल्का जोकहरू हुँदै थियो होइन। गएर चाहिँ हेर्न सक्नुहुन्छ, यो चाहिँ वेस्ट बेङ्गल र सिक्किमलाई जोड्ने पुल हो। अनि यता र उता गरेर यो पारी चाहिँ सिक्किम, यो पारी चाहिँ बेङ्गल। अनि यहाँनिर चाहिँ हामी चाहिँ पुगिसकेको थियौँ अनि सबै भाइ बहिनी। अनि यहाँनिर चाहिँ म थिएँ होइन। अनि मैले चाहिँ आइपुगेर अनि यहाँनिर हेर्न सक्नुहुन्छ डिजाइन, वाउ। त्यस पछाडि हामी सबैजना चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ आइपुगिसकेको थियो होइन। अनि यहाँनिर गएको थियो नि त हामी। अनि यहाँनिर हेर्न सक्नुहुन्छ, यहाँनिर चाहिँ सबै एभाइलेबल थियो यहाँनिर होमस्टेदेखि। अनि यहाँनिर चाहिँ बहिनीहरू चाहिँ उपद्रो गर्दै थियो होइन। अनि यहाँनिर चाहिँ होमस्टेहरूदेखि लिएर छेउमा खोला सबै कुराकै एभाइलेबल होइन। अनि हामीले चाहिँ त्यहाँनिर के थियो नि त होइन, कुकुरहरू रहेछ। अनि डरले हामी चाहिँ बिस्तारै बिस्तारै अगाडि गयो होइन। अगाडि चाहिँ भाइ थियो अनि त्यस पछाडि बहिनी होइन। अनि हामी पछाडि अनि हामी चाहिँ टक्कै खोलामा गयौँ। यहाँनिर वाउ, माछाको बच्चाहरू सानो रहेछ। अनि मेरो चाहिँ अब एक्साइटेड होइन, म चाहिँ स्विमिङ गर्नुलाई चाहिँ मेरो फेभरेट कुरा नै स्विमिङ हो नि त। अनि म यहाँ स्विमिङ गर्थेँ पहिला डरले। अनि त्यस पछाडि म त स्विमिङ माछा जत्तिकै पानीमा खेलेको होइन। अनि म चाहिँ हल्का बेसी त आउँदैन, अलिअलि चाहिँ आउँछ स्विमिङ गर्न होइन। अनि यहाँनिर म चाहिँ स्विमिङ गर्थेँ थिएँ। अनि त्यस पछाडि म त अब माछा जत्तिकै स्विमिङ गरेको होइन। बहिनीहरूले चाहिँ चिसो हुँदैन नगर्नुहोस् भन्दै थियो। तर मलाई त वाउ, कति 1 वर्षकै बादमा भेटेको पानी होइन। त्यस पछाडि हामी खेलिसकेर चाहिँ हाम्रो फर्किने टाइम भइसकेको थियो। अनि हामी फर्क्यौँ होइन। मेरो अगाडि दिदी बहिनीहरू थियो। अनि त्यस पछाडि यहाँनिरको फ्लावर्सहरू चाहिँ वाउ, यति दामी कि यस्तो मजाको मजाको फ्लावर्सहरू थियो नि। अनि त्यस पछाडि हामी चाहिँ उकालो आउनुपर्ने थियो किनभने हामी सर्टकट बाटो आउनुपर्ने, जङ्गलको बाटो होइन सर्टकट। अनि अप्ठ्यारो उकालो थियो होइन। अनि हामी थाकि पनि सकेको थियो स्विमिङ गरेर होइन। अनि मलाई त निन्द्रा पनि लाग्दै थियो बाटोमा। अनि हामी चाहिँ आयो। अनि आजको भिडियो चाहिँ यतिमा। इफ तपाईँहरू मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला। ओके, बाई बाई, नेक्स्ट भिडियोमा भेट्नेछौँ।